गाइज होइन आज यसो न छुट्टीको दिन पारेर यसो नेपाली भान्साघर गयो होइन गाइज धेरै दिनपछि है नेपाली ब्रान्डको नास्ता खाएर आयौँ भनौँ न। कस्तो आनन्द है। मोमो खाएर आएको होइन गाइज चट्ट एकदम राम्रो थियो है। हेलो गाइस वाक बङ्गाली फाइनली गाइज पछाडिमा बङ्गाली भेट्यो है। बङ्गालीको त अड्डै हो नि त यो एरियाभरि। यो एरियाभरि चाहिँ बङ्गालीको अड्डा हो। तर बङ्गालीदेखि सक्दैन है, सक्दैन नि पुरा गर्नै सक्दैन। नेपाली नेपाल होइन, नेपाल भए त यस्तो पिठाइ खान्थ्यो होला के भन्नु। यो कस्तो थियो मोमो आज? एकदम मौका थियो है मोमो। तर त्यही हो, नेपालमा एउटा खाने मान्छेले यहाँ दुईवटा खान्छ है। नेपाली खाना भनेको खानै हो यार, कसम से। कति पैसा अलिक महँगो भयो है। आज कति खर्च? 1400 भयो नेपाली है। यहाँको जम्मा 35-36 ग्राम भएको हो, धेरै भएन है। गाइस 1 किलो भयो।